हजुरहरू सम्पूर्ण नमस्कार। म विनुता राई। धेरै पछि तपाईँहरूमा फेरि पनि एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। मलाई हेर्नुहोस् है, म चाहिँ अब मङ्सिर लाग्यो, मास झिक्ने टाइम भइसक्यो। त्यही भएर म चाहिँ मास झिक्दैछु। हेर्नु न, यो त्यतिकै बाँधो थियो नि त होइन, बाँधो थियो। अनि यहाँ सबै लगाउँथी झारै झार थियो क्या, यस्तो झार थियो। अनि झिकेर मैले चाहिँ यहाँ मास लगाइदिएँ कि होइन। मास हेर्नु न, मास चाहिँ राम्रै फलेको छ। अब कति फल्छ त अब लास्टमा, अब यसलाई चाहिँ झारेपछि थाहा हुन्छ। मैले चाहिँ यो बारमा चाहिँ मास पकाउँदैछु होइन। हेर्नु न, मास त कस्तो लामो लामो पनि त फलेको छ त। हेर्नु न, अब यसको फल त पछि मास राम्रै छ। तर यो पटकको बर्सातले हामी किसानहरूलाई चाहिँ अलिक गाह्रो बनायो। सबै मास 50% त फुटेको छ है पानीले। सबै यो बर्सातको पानीले यस्तै छ मास चाहिँ। तपाईँहरूको यस्तो काम हुन्छ कि हुँदैन, हामीले यस्तो काम गरिरहन्छौँ। अब हेर्नु न, आफूले धेरै जानेको छ त्यही त भिडियोमा पनि देखाउने रहेछ। मैले चाहिँ यस्तै काम गर्नु जानेको छु। त्यही भएर म चाहिँ यस्तै खालको भिडियो बनाउँछु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है। हस् त, बाई बाई।